यसरी महिनावारी रोक्नको लागि प्रयोग गर्ने औषधिको बारेमा एज अ विज्ञकै हिसाबले समराइज गरेर सुझाव सल्लाह राख्न सक्नुहुनेछ। खासमा अब यो के छ भने अब यो कुरा गर्दाखेरि चाहिँ नि होइन हाम्रो सांस्कृतिक परम्परालाई तपाईँले यस्तो तरिकाले चाहिँ नि नबनिदिनु भए हुन्थ्यो भनेर कसैले भन्न पनि सक्नुहोला। सकेसम्म त्यस्ता खालका औषधिहरू प्रयोग नगर्दा राम्रो, किनभने औषधिको साइड इफेक्ट आफ्नो ठाउँमा छँदैछ र त्यसले जुन एउटा नर्मल साइकल थियो नि त्यो साइकललाई त्यतिखेरको अवस्थामा अथवा एक दुई साइकललाई चाहिँ त्यसले असर गर्न सक्छ। त्यस कारणले सकेसम्म प्रयोग नगरेको राम्रो। अझ खुलेर भन्दा डाक्टर साहब, त्यो एक दुई साइकल पछाडि पनि अन्य प्रजनन प्रक्रियामा अन्य स्वास्थ्यमा त्यस्तो पाठेघरमा के त्यस्तो लामो समय प्रयोग नगरेको 3-4 दिनलाई औषधि खाएर महिनावारी सारेको कुराले प्रजनन उसलाई नै फरक पार्ने भन्ने चाहिँ त्यति खासै छैन। त्यस्तो हुँदैन।